ओ माई गॉड! आज त सोचेको भन्दा पनि बवाल रमाइलो भयो। जय मसिया, नमस्ते साथीहरू, वेलकम टु माई मिनी भ्लग। आई होप तपाईँहरू सबै आरामै हुनुहुन्छ होला अनि हामी पनि एकदम ठिकठाक नै छौँ। साथीहरू, आजको दिन चाहिँ एकदमै विशेष दिन छ। युनिसा र ओवेदको डेडिकेसन प्रोग्राम रहेको छ। यात्रा सुरु गर्ने बित्तिकै युनो मुसुक्कै निदाइन्। मौसम पनि राम्रै थियो। यतिकैमा मलाई त कस्तो मिठो भजन गाउन मन लाग्यो। त्यो भजन गाउँदा गाउँदै हामी त बेजिङ स्टोक आइपुगेछौँ, पत्तै भएन। र साथीहरू, आजको हाम्रो प्रोग्राम भनेको चाहिँ कम्बाइन्ड फेलोसिप र बेबी डेडिकेसन। र हामी आइपुग्दाखेरि हाम्रो अलिसा सिस्टरहरूले डेकोरेसनका कामहरू सुरु गरिसक्नु भएको थियो। र आजको बेबी डेडिकेसन चाहिँ आवर लभली डोटर एन्ड सन युनिसा एन्ड ओवेदको रहेको छ। सबै डेकोरेसन र सबै सेटअप कम्प्लिट भइसकेपछि हामीले सेवाई सुरु गऱ्यौँ। मिठा मिठा कोरस भजनहरू गाउँदै गाउँदै हामी वचनको समयमा आइपुग्यौँ। र आजको सेवाकाईमा गड्स म्यासेज लिएर आउने वक्ता हुनुहुन्छ पास्टर रिन्जिङ गुरुङ, बेथल चर्चबाट। उहाँ चाहिँ आसफुड भन्ने ठाउँबाट आउनुभएको। असल असल वचनहरू गुरुबाबुले दिइराख्नु भएको थियो। छोरी युनिसा एकदम मस्तसँगले बसिरहेकी थिइन्। उतातिर ओवेद पनि एकदम क्वाइट तरिकाले बसिरहेको थियो वचन सुनेर। त्यतिकैमा युनुले त मलाई पो एक टक लाएर हेरिरहेको रहेछ। मैले पनि वान क्लिप भिडियो खिचिहालेँ। अन्त्यमा गुरुबाले बेबीहरूको लागि प्रे गरिदिएर बेबी डेडिकेसनको इन्डिङ भयो। इन्डिङ हुने लगत्तै युनिसा र ओवेदलाई भेट्न टाढा टाढाबाट आउनुभएका जनहरू आउन थाल्नुभयो। र धेरै जनहरूले युनिसा र ओवेदलाई गिफ्टहरू ल्याइदिनु भएको रहेछ। थ्याङ्क यू सो मच। र यसपछि हामी एकछिन ब्रेक लिएर इन्टरटेनमेन्टतिर लाग्यौँ। र मनोरञ्जनको ढोका इनुता दिदीहरूको नृत्यले दमदारका साथ खोलियो। नाच्दा नाच्दै थाकेको ज्यानलाई शीतल बनाउनलाई मैले एउटा गाना गाएँ। मधुर सङ्गीतले मन्द भएको माहौललाई अलिसा बहिनीको कविताले खत्रै रौनक दियो। र त्यसमा युगल नृत्यले त झन् अझन सुनमा सुगन्ध थपियो। र अन्त्यमा हामी खानपानतिर लाग्यौँ। आजको खानपान प्रोग्रामहरू एकदमै मिठो भयो। फाइनल हामी सरसफाइ गरेर सबै सामानहरू प्याकिङ गरेर अर्को सन्डे भेट्ने बाचाका साथ छुट्यो। हाम्रो दिन एकदमै रमाइलो र आशिषमय रह्यो। हजुरहरूको कस्तो रह्यो प्लिज लेट मी नो इन कमेन्ट सेक्सन। र थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। अर्को भिडियोमा भेट्छु। सबैजनालाई बाई बाई।